मेरो फोटो खिचे पनि केही छैन तपाईँलाई उसमा चाहिँ देखाएको छ मोबाइलमा चाहिँ अब काठमाडौँमा चाहिँ यसो चरा भत्काएको पनि देख्थ्यो देख्न चाहिँ कसो गरेर मेरो बाटो हामीले धुलो मात्रै खायौँ भट्काउनु हो ठिकै छ तर धुलो धेर खाइयो हामीले यो लगभग गौरादा बजारबाट तल यो ठेकेटोल बाटोसम्म हाइवे जुन गुलाटी मार्ग छ होइन बढी छ यो 14-15 किलोमिटर भोट आदि हजुरलाई यसपालि सबैको तर हामी गरेका छौँ तर रदुलो बाटो बनाउन सक्ने काम हो के तपाईहरुले यति सजिलो बाइक हुन्छ नि समस्या खानेपानी पनि हामीले आफै ल्याएको हामी आफै खनेको पाडबाट 22 सालमा यहाँ आएका अहिले समय यो बाटो बनाएको छैन हिजो 5-10 वर्षको बाटो ल्याएको खानेपानी ल्याएको होइन हामी 60 वर्षको पाडबाट आएका त्यतिखेर पनि यही बाटो बसेको भोट माग्न हामीले अस्ति चाहिँ हामीले डाइरेक्ट भनिदिएको मुख्य जनता चाहिँ सरकारले प्रदेशले बनाउँदै छैन केही छैन यो बनाउने गर्ने केही छैन बनाउने मात्रै भन्छन् बनाउँदैन अब यो चुनाव आउन आएको बाटो कोर्छ अब केपीवाला हामीले 48 सालदेखि यहाँ चाहिँ हामीले भोट दिएको हामीले बजारमा पर्खिरहेको छु भेट्नलाई रातिदेखि बेलुका आयौँ घर आउनलाई छोडेर आउनुहुन्छ भनेर हामीहरू 6 बजे पछाडि चाहिँ पुलिस सेवा दिन्न है गाडी यता पनि आउनुहुन्छ पूर्व हजुर हजुर हिँड्दै छ मैले यसो उतै छ कि हाम्रो घर घन्टीमा हाल्ने हामी घन्टीमा सबै हो हजुर समाचार तपाईको के छ हामीलाई चिनिराख्नु फेरि याद राख्नु सधैँलाई एक दिनलाई होइन अब नभएपछि आजलाई भेट्ने भोलि पर्सि त बिर्सिने गरेपछि त काम सक्यो झापा क्षेत्रमा पास गर्नु न अब त्यही हो मेरो ससुराल यही हो के त्यही हो हामीलाई पनि याद गर्छु भने तपाईँलाई पनि केही भयो भने हामीलाई पनि चाहना गर्नु हामीलाई समस्या परेपछि अब हामी त अब सबैलाई एउटै हो सबै मिलेर बस्ने खाने गर्ने त्यही त हो नि गाउँको म चाहिँ आएको पनि हो यहाँ गौरादाको आएको फोटो पनि खिच्नु सक्छ अनु यसलाई मिलाएर हेलो नमस्ते आएर हुन्छ अब यहीँबाट ब्याक हुन्छ